हेलो हेलो ओहायो गोजाइमास सबैलाई नमस्कार है। आज चाहिँ म यो जापानमा साकुरा जताततै झलमल्ल छ है। अब मान्छेहरुको चाहिँ घुम्न आउने यता गर्ने उता गर्ने एकदम देश विदेशबाट हैन छरपष्ट छ। अब यो साकुराको दृश्यहरु अब कस्तो हो त यो फूल भनेर चाहिँ तपाईहरुलाई म देखाउन गइरहेको छु है। यो साकुरा भनेको चाहिँ अब खासमा यो नेपालमा पाइने यो पयु हुन्छ नि, हो त पयु प्रजातिको फूल रहेछ हैन। यो चाहिँ अब अलि साँझ पर्यो अनि यो कस्तो हुन्छ भनेर म तपाईहरुलाई देखाउँछु है त। यो चाहिँ नेपालमा जुन गुनास फुल्ने सिजन हुन्छ नि हो त्यही सिजनमा चाहिँ प्रशस्त एकदम फुल्दो रहेछ। अब यहाँ चाहिँ अब यो विकसित मुलुक भएको कारणले गर्दा यिनीहरुले ब्रान्डिङ गरेर धेरै नै अब पर्यटकहरु तानिरहने एउटा फुललाई ब्रान्डिङ गरेर है। नेपालमा चाहिँ गुनासहरु अब चाहिँ जताततै फुल्छन् कति प्रजाति हैन, तर पनि केही वास्ता हुँदैन अलिकति थोरै। ल यो चाहिँ नि फुल भनेको चाहिँ यो रहेछ, यस्तो खालको हुँदो रहेछ हैन। यो पयु जस्तो अहिले चाहिँ अब झर्न थालिसकेको सिजन छ हैन। अब यो चाहिँ एउटा गार्डन छ हैन। यो बगैँचा भित्र चाहिँ म आएको छु जताततै अब चाहिँ फुलै फुल। अब यो लगाएर यिनीहरुले चाहिँ अब नेपालमा पनि यसरी राखिरहेछन् हैन, रोपिरहेछन्। यहाँ ल्याएर बिचमा एउटा चाहिँ कृत्रिम एउटा खोल्सो बनाइरहेछन्, खोलो जस्तो हैन, यस्तो गरिरहेछन्। अब नेपालमा पनि तपाईको यो गुराँसलाई चाहिँ यसै गर्नु हो भने चाहिँ पक्कै पनि राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई। अब यहाँ पर्यटकहरु हेर्नु अब यस्तो भिड हैन जताततै। ल यस्तो मान्छेहरुको चाहिँ यही फुल हेर्नको लागि अब गार्डन भन्ने पनि एउटा उ भयो हैन। त्यसैले विकसित मुलुकहरुले चाहिँ अब एउटा हैन अब फुल त हो हुन त हैन, तर यस्ता कुराहरुलाई प्राकृतिक सम्पदाहरुको चाहिँ प्रवर्धन जसरी गर्छन्, ब्रान्डिङहरु गरेर जसरी चाहिँ पर्यटकहरु भित्राउने अनि त्यसपछि चाहिँ आम्दानीहरु चाहिँ बढाउने गर्छन्, त्यसैगरी पनि हाम्रो देशले पनि यस्ता कुराहरुमा ध्यान दिनु हो भने पनि देशको विकासमा थोरै टेवा पुग्ने थियो भन्ने मलाई लाग्छ है। तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला भन्दै आजको भिडियोबाट यही बिदा हुन चाहन्छु। सबैको जय होस्।